नमस्ते गाइज, वेलकम टु माई ब्लग। तपाईहरुलाई सबैलाई स्वागत छ र हामी आज घुम्न जाँदैछौँ नयाँ ठाउँहरू। यो चाहिँ हाम्रो गाइजहरू र हाम्रो यो चाहिँ अस्ट्रेलियाको प्योर मान्छेहरू। धन्यवाद, पुरा भिडियो हेर्नु होला। आज चाहिँ यो न्यू क्यासलमा चाहिँ म्युजियम जस्तै भिडियो बनाउँदैछु। हजुरहरूलाई कस्तो लाग्छ कमेन्टहरू गर्नुहोस्। आज विकेन्ड मनाउनको लागि चाहिँ आएको छु, प्रत्येक हजुरहरूलाई देखाउँछु। यो भयो, यो सबै सिमुनी रहेको। ओके, Too loose? Can I get it extra small? Right? Quad bike. Quad bike. क्वाड बाइकको लागि चाहिँ हामी रेडी हुँदैछौँ है गाइज, सबैजना। यस्तो छ बाइकहरू चाहिँ अलग्गै छ। यता हेर्नु दाइ। We're going to have a bit faster grip for the better riders. Okay? के बाइक रे यो? क्वाड बाइक। आज चाहिँ हामी यो चाहिँ मेरो बाइक। स्टार्ट गर्छु। नेल्सन बे। त्यसमा चाहिँ हामी यो क्वाड बाइकमा ग्रुपै घुम्न आएको छौँ। एकदमै रमाइलो र सी पनि एकदम नजिक छ। करिब हामी सिडनी सिटीबाट चाहिँ लगभग 3 घन्टाको आवर्समा आएर चाहिँ इन्जोय लिइरहेको छौँ। मैले योभन्दा अगाडि चाहिँ दुबईमा गरेको थिएँ भने अहिले चाहिँ यहाँ चाहिँ अस्ट्रेलियामा गरेको छु। र मेरो बाइक चाहिँ यही रहेको छ। बवाल छ, दामी। हाम्रो साथीहरूसँग दामी आइरहेछ, मजा आइरहेछ। धन्यवाद। ल कस्तो लाग्यो आज दाइलाई अस्ट्रेलियाको हाम्रो यो? एकदम रमाइलो, बवाल लाग्यो। हजुरको कुन बाइक हो? त्यही हो 63। तपाईँको पहिलो एक्सपिरियन्स हो? मेरो पहिलो एक्सपिरियन्समा चाहिँ उहाँले हाम्रो घारी भएकोतिर चाहिँ लानुभएको। सबै स्ट्रेट आथ्यौँ भने उहाँ चाहिँ किन तलतिर लानुहुन्छ भनेको त। तर यो एकैछिनमा सिकिन्छ। उहाँले करिब 1-2 मिनटमै सकेर आएर चाहिँ उहाँलाई होइन कस्तो भयो भन्नु नि त। एकैछिन फास्ट भयो, एकदम चाँडै लर्निङ भयो। यो चाहिँ हाम्रो जापानमा छ कि छैन? जापानमै छैन है? स्ट्यान्ड त छ, स्ट्यान्ड एकदम कमै हो है, छँदै छैन भने जस्तै। यो चाहिँ स्पेसल दुबई मलेसिया त्यहाँ तर यहाँ चाहिँ त्यो फेरि स्नो राइड हो। अस्ट्रेलियामा चाहिँ त्यो चाहिँ स्नो राइड एउटा ठाउँ मात्रै हो, ठाउँ छैन। दामी मजा आइरहेछ। एकदमै भगवान दामी। यता चाहिँ बाइक। यो चाहिँ हामी अब क्यामल राइड्स गर्न जाँदैछौँ। यहाँ बसेर ट्याग लाएर साथीहरू अब यहाँ गर्दै हुनुहुन्छ। अब यसरी बस्छ ट्याग। बस्ने तरिका फाइनली अब हामी चाहिँ उठको माथि क्यामल राइड्समा जाँदैछौँ। एकदम मजा आइरहेछ। हाम्रो दाइ छ अनि यतातिर चाहिँ भाइहरू हुनुहुन्छ, देख्न सक्छौँ। दुबई र अस्ट्रेलियाको चाहिँ अलि डिफ्रेन्ट पाएँ। त्यहाँ चाहिँ सिंगल
चाहिँ यो रहेको छ जुन क्यामल हुन्छ। मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गर्नु होला। र मेरो यो मजा छ। दाइ हुनुहुन्छ कस्तो लागिरहेछ दाइ? यो चाहिँ जापानमा छ कि छैन त? यो पनि छैन? केही पनि छैन भनेपछि जापान एउटा लिएर जानु। ओके हरि एउटा लिएर जानु। ओके उहाँले चाहिँ हामीलाई चाहिँ के तपाईँ हिँड्नुहुन्छ यताउति भनेर सोधिरहनु भएको छ। तर यस्तो पानीमा अब के हिँड्नु नि जुत्ता लाएर आएपछि हामी नहिँडौँ। र यसको चाहिँ बालुवामा यो हिँड्न सक्ने चाहिँ यसको खुट्टाहरू एकदम फ्ल्याट रहेको छ। अनि यो इजी तरिकाले हिँड्छ, खुट्टाहरू बढ्दैन। यसको नाम के हो? के रे? ग्यारी। मेरो चाहिँ ह्यारी। ह्यारी स्टप। कस्तो लागिरहेछ हजुरहरूलाई नि भन्नु होला। इन्जोय। ह्यारी गोइङ स्लोली। चाहिँ हिँडाल्थेन है, त्यहाँ चाहिँ त्यत्तिकै यो डिजरमा मात्रै जुन बालुवामा मात्रै हिँडाल्थ्यो भने यो चाहिँ घाँस वाउ पानी खान खोजेको। के हो यता यता आछ त हावाले धकालेर हो कि? समुद्रको माथि माथि क्यामल माथि हिँड्न पाइएछ। हामी न्यू क्यासलतिर यो ठाउँ रहेको छ। थ्याङ्क यू। यो म चाहिँ चढेको उहाँ हो होइन? आइसकेको छ। एकचोटि तपाईँहरू पनि अस्ट्रेलिया आउनुहुन्छ भने यो ठाउँ पनि आएर चाहिँ तपाईँहरूले इन्जोय गर्न सक्नुहुन्छ। फोटोसुट चलिरहेछ। के खान मन लाग्यो यहाँ ठ्याक्क थिच्ने। हाम्रो चाहिँ म्याक आइसकेको छ। भोक लागेर चाहिँ म्याक खान लागिरहेछौँ है। अर्को बर्गर स्पेस जस्तो बनाइरहेछ।